पर्यो अंग्रेजीमा सोध्दा Who did it? Who did it? अब यसरी उत्तर आउँछ यो उनीहरूले गरेको हुनुपर्छ They must have done it. They must have done it. अब तिमीहरू दुवैजना यहाँ आऊ भन्नु पर्यो अगाडि दुईजना छ दुवैलाई बोलाउन लाग्को हामी अंग्रेजीमा भन्छौं Both of you come here. Both of you come here. अब अझै अन्त्यमा तुरुन्तै भनेर पनि थपौ न जस्तै तिमीहरू दुवैजना यहाँ तुरुन्तै आइहाल के भन्ने होला त अंग्रेजीमा Both of you come here immediately. Both of you come here immediately. के भयो हामीलाई भन कसरी भन्ने त यो Tell us what happened. Tell us what happened. हामीसँग के नगर हामीसँग झुटो नबोल अंग्रेजीमा भन्दा Don't lie to us. Don't lie to us. किन त्यो त तिमीलाई नै नराम्रो हुनेछ कसरी भन्ने होला अंग्रेजीमा It will be bad for you. It will be bad for you. हामी के गर्नेछौं हामी सत्य कुरा पत्ता लगाउने छौं अंग्रेजीमा यो कुरा हामी भन्छौं We will find out the truth. Find out भनेको पत्ता लाउनु हो We will find out the truth. अझै यसमा थपियो सत्य कुरा लुकाउन त सकिदैन The truth can't be hidden. फेरि भन्छु The truth can't be hidden. अब मलाई त मतलब छैन अथवा मलाई वास्ता छैन भन्नलाई चाहिँ I don't care. I don't care. कसैले मलाई भन न भन्दैछ तर तपाई भन्नुहुन्छ म त तिमीलाई कहिल्यै भन्ने छैन अंग्रेजीमा हुन्छ यो I won't ever tell you. I won't ever tell you. मैले वचन गरेको थिएँ I made a promise. I made a promise. मैले के गर्न मिल्दैन मैले त्यो वाचा तोड्न मिल्दैन अथवा म त्यो वाचा तोड्न सक्दिन अंग्रेजीमा भन्दा I can't break that promise. Break the promise भनेको वाचा तोड्नु अथवा ननिभाउनु I can't break that promise. मलाई माफ नगर भन्न Don't forgive me. Don't forgive me. यति नराम्रो काम गर्नु भएको छ कि म आफूलाई पनि माफ गर्न सक्दिन अंग्रेजीमा I can't forgive myself either अथवा I can't forgive myself either. Either अथवा either जुन भने पनि हुन्छ तपाईहरुको खुसी I can't forgive myself either. I can't forgive myself either. त्यसैले म तिमीलाई बुझ्दछु So I get you. So I get you. म के थाहा पाउँछु तिमी कस्तो महसुस गर्छौ त्यो म थाहा पाउँछु म बुझ्छु I understand how you feel. I understand how you feel. धेरै नराम्रो लाग्छ भन्न It feels very bad.